हेलो साथी सबैलाई वेलकम टु माई न्यू ब्लग। सबैलाई सन्चै हुनुहुन्छ होला सबैजना। आज चाहिँ मैले ब्लग स्टार्ट गरेर जाँदैछु। आज चाहिँ म चाहिँ मेरो दिदीको घरमा जाँदैछु किनकि आज हाम्रो अफ थियो, त्यही भएर रुममा के गरेर बस्नु भनेर चाहिँ हामी चाहिँ बाहिर निस्केको छु। मैले दिदी चाहिँ पुरा सो ह्याप्पी एक्साइटेड छ सबै घरको फ्यामिलीसँग मिल्नलाई। धेरै दिनपछि घर जानुभएको दिदी चाहिँ, त्यही भएर चाहिँ हामी चाहिँ यहाँ रोडमा पुरा दिदी बहिनी नै गफ मार्दै बसिरहेको छु। फाइनली हामी अटोमा पनि चढेर गइसकेको छु गाइज। हेर्दै गर्नु होला सबैले मेरो न्यू ब्लग, मेरो मिनी ब्लग। आजदेखि मैले ब्लग स्टार्ट गरेको। हामी चाहिँ अब जाँदैछौँ। कति धेरै लामो गाडीहरू देखेँ, कति धेरै हरियालीहरू देखेँ। अनि म चाहिँ भ्लग बनाउँदै निदाइसकेको थिएँ कि गाइस, त्यही भएर दिदीले चाहिँ फेरि उठाएर भ्लग बनाउने मान्छे पनि यस्तो हो भन्नुभयो। फेरि चाहिँ लागेर भ्लग बनाउँदै गएको हो। रमाइलो लाग्यो। आजको दिन चाहिँ धेरै रमाइलो लाग्यो गाइस, हेर्दै गर्नु होला। यहाँ चाहिँ पुरा ट्राफिक भइरहेको थियो। यहाँ चाहिँ हामी बल्ल ट्राफिकबाट निस्केर बल्ल हिँडेको। दिदी र म चाहिँ पुरा एक्साइटेड भइरहेको थियो। दिदी त पुरा एक्साइटेड भइरहेको थियो किनकि पुरा ह्याप्पी भइरहेको थियो धेरै दिनपछि घरमा जाँदाखेरि। अनि हामी चाहिँ दिदी पनि यस्तो रमाइलो गर्दै गएको थियौँ। आजको चाहिँ भ्लग कस्तो भयो त्यो त म त भन्न सक्दिनँ। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला। कस्तो भयो कस्तो भएन हजुरहरूले नै भनिदिनु होला। कति धेरै टाढो बाटो पनि फेरि हेर्दै गर्नु होला। सबैजनालाई इन्जोय गरिदिनु होला हेरेर। तर कति धेरै हरियाली, कति राम्रो जग्गा क्या। मलाई चाहिँ लास्टै मन पर्यो। अनि मलाई चाहिँ पुरा बमिट आउला जस्तो भएर म चाहिँ निराश भएर एकछिन अटो रोकेको थियो। त्यही भएर म चाहिँ पुरा निराश भएर गालामा हात राखेर बसिरहेको थिएँ। यताउता हेर्दै बसिरहेको थिएँ। मेरो जिन्दगी म धेरै लामो बाटो ट्राभल गर्न सक्दिनँ नि त, त्यही भएर आज चाहिँ पुरा खुसी भएर हिँडिरहेको थिएँ नि त। पुरा यस्तो भयो फेरि एकछिनमा फेरि म धेरै चिसो हावा, चिसो पानी खाएर चाहिँ अलि सन्चो भइरहेको थियो र गर्मी पनि पुरा बढिरहेछ। फाइनली हामी दिदीको रुममा पनि आइपुगिसकेको छौँ भनौँ। सायद हाम्रो दिदीहरू चाहिँ यत्रो बिल्डिङमा बस्नु हुँदो रहेछ क्या। हेर्नु न गाइज, सबै हेर्नु गाइज। तर राम्रो लाग्यो मलाई यो ठाउँ हो। हेर्नु दिदी झन् पुरा खुसी हुनुहुन्छ। हेर्नुहोस् गाइज, मेरो घर म यस्तो बस्छु यस्तो भन्दै हुनुहुन्छ दिदी चाहिँ। त्यहाँ पुरा हातमा एकदमै भनिरहेको पुरा घाम पनि थियो, पानी पनि छिटाइरहेको थियो, हावा पनि आइरहेको थियो। बराबर थियो आज मौसम पनि। कस्तो राम्रो रहेछ क्या। हेर्नु न, गेटबाट छिर्ने बित्तिकै बाँसहरू रहेछ। अनि फुलहरू त भन्नै पर्दैन नि गाइज। कति धेरै रमाइलो भएको आज त। हेर्नु न गाइज, दिदी चाहिँ के भन्दै हुनुहुन्छ, मेरो दिदी दाइहरू बस्नुहुन्छ। अनि दिदी दाइहरूको प्रगति यो भनेर मलाई चाहिँ देखाउँदै हुनुहुन्थ्यो। गाइस तपाईँहरू पनि चिन्नुहुन्छ भने भनिदिनु होला यो फुलको नाम चाहिँ भनेर दिदीले चाहिँ भनिरहनु भएको छ। यो चाहिँ हामी बस्ने घर हो भनेर देखाइरहनु भएको छ। लो अब चाहिँ हामी हिँडेको दिदीको रुममा हिँडेको। हामी चाहिँ अब पुरा खुसी छु क्या। म चाहिँ पुरा खुसी छु, लास्टै खुसी छु। किन हो त्यो मलाई थाहा छैन। अब दिदीसँग हिँडेर होला धेरै लङ टाइम, फेरि त्यत्रो लामो बाटोमा अटोमै हिँडेको। अटोमै क्योंकि कारमा हिँड्न सक्दैन नि त। त्यही भएर फाइनल हामी भित्र पनि छिरिसक्यौँ, लिफ्टमा छिरिसक्यौँ। तर मैले लिफ्टमा छिरिसक्यौँ भन्दाखेरि चाहिँ फ्रिजमा छिरिसक्यौँ भनेर चाहिँ हल्का कमेडी गरिदिएको छु हो दिदी र म। अनि एउटा आका हुनुहुन्छ, आका चाहिँ हामीलाई हेरेर हाँस्दै हुनुहुन्छ नि त। त्यही भएर दिदी र म चाहिँ आकाले हेरेर हाम्रो हाँस्दैछ भनेर चाहिँ मैले भनेको थिएँ। फाइनली हामी फेरि निस्किसक्यौँ लिफ्टबाट। फेरि लिफ्ट चेन्ज गरेर पस्नु पर्दो रहेछ। फेरि हामी लिफ्ट चेन्ज गरेर पस्यौँ। यसमा चाहिँ दिदी बहिनीकै ऐनामा भिडियो गर्दै बस्यौँ।
मैले चाहिँ सोधेँ कतिको एक्साइटेड छ भनेर। म त पुरा ह्याप्पी छु भन्नुभयो दिदीले चाहिँ यहाँ। त्यही भएर दुईजना ऐनामा हेर्दै खुसी हुँदै भिडियो बनाउँदै भ्लग बनाउँदै जाँदै थियौँ। त्यो फाइनली हेर्नु दिदीको छतबाट चाहिँ यस्तो राम्रो ठाउँ देख्दो रहेछ। हेर्नुहोस् गाइस, हेर्नुहोस् कति राम्रो ठाउँ छ। घरै घर वाउ, बाफरे बा, नेपालको याद आइदिएर भनेको यो देख्दाखेरि। फाइनली हामी चाहिँ अब दिदीको रुमबाट फर्किसकेको। अनि मैले चाहिँ दिदीलाई लु म अब स्टार गर्छु भनेर चाहिँ म चाहिँ अगाडि हिँडेर चाहिँ हेर्नुहोस् गाइस कति धेरै फुलहरू रोपिरहनु भएको रहेछ दिदीहरूले चाहिँ। यो फुल रोप्नले कति मेहनत गर्नुभयो होला, कति के गर्नुभयो होला। जताततै हेर्छु फुलै फुल, जताततै हेर्छु फुलै फुल गाइस। तर राम्रो लाग्यो मलाई। दिदीको घरहरू पनि राम्रो लाग्यो क्योंकि मैले चाहिँ किनकि दिदीको रुमको घरको चाहिँ भिडियो गर्न पाइनँ कि धेरै फ्यामिलीहरू थियो। त्यो भएर चाहिँ हामीले चाहिँ घरभित्रको चाहिँ भ्लग बनाएनौँ। हामी चाहिँ बाहिर बनाउँदै हिँडेको छु। हेर्नुहोस् गाइस रमाइलो गर्नु हेरेर। अब फेरि दिदी र म चाहिँ हिँड्दैछु। दिदीले के भन्दैछ हेर यहाँ कति राम्रो मेरो दिदीहरूले फुल रोप्नु भएको छ यस्तो उस्तो भन्दै हुनुहुन्छ। अनि उसको फ्यामिलीहरूसँग मिले राम्रो रहेछ फ्यामिली।